यहाँहरू सम्पूर्णलाई हाम्रो शैक्षिक च्यानल भाइरल गुरु एनपीएलमा हार्दिक स्वागत छ। आज गुड सटरडे र गुड सटरडेको दिनमा आज हामीले एउटा अङ्ग्रेजीको नयाँ रुल सिक्नेछौँ। जस्तै विद्यार्थी भाइ बहिनीहरू, हामीलाई कसैले भन्छ नि, तिमीलाई कसले होमवर्क गरायो, हैन, तिमीलाई कसले बिल तिर्न लगायो, कसले हाँस्न लगायो, कसले रुन लगायो, कसले जान लगायो, हैन। जस्तै कसैले फोर्सफुल्ली बल प्रयोग गरेर तपाईलाई काम गर्नका निम्ति काम गर्न लगाउँछ भने त्यस्तो अवस्थामा हामीले सर्वप्रथम हु को प्रयोग गर्ने। हु मेड यु भन्ने हु पछाडि हामीले कजेटिभ भर्ब मेड को प्रयोग गर्ने र त्यस पछाडि यु र त्यस पछाडि बेस फर्म अफ भर्ब को प्रयोग गर्ने। हु मेड यु कराई, है, तिमीलाई कसले रुवायो। हु मेड यु डु होमवर्क, है। हु मेड यु पे मनी, हैन, तिमीलाई कसले पैसा तिर्न लगायो। हु मेड यु गो आउटसाइड, तिमीलाई बाहिर जान कसले बाध्य बनायो। यस्तो टाइपको अङ्ग्रेजीलाई हामीले हु मेड यु प्लस बेस फर्म अफ भर्ब, है, भर्ब इन्फिनिटिभको प्रयोग गरेर हामी थुप्रै सेन्टेन्सहरू बनाउन सक्छौँ। यहाँहरूलाई जस्तो लाग्यो उस्तै प्रतिक्रिया दिन नभुल्नुहोला। यस्तै प्रकारका ज्ञानवर्धक भिडियोहरू हेर्नका लागि हाम्रो शैक्षिक च्यानल भाइरल गुरु एनपीएललाई सब्सक्राइब गरी भिडियोलाई लाइक गर्न नभुल्नुहोला। यहाँहरूको दिन सबैको शुभ रहोस्। ह्याभ अ ग्रेट डे। बाई बाई।